मैले सोचेको कुरा सुरुमा मान्छेले पत्याउँदैन रहेछ क्या। यो भित्र म पस्नु पाउँदैन थिएँ पहिला, मैले त्यसो पनि गरेको थिएँ नि त। हामीले त्यो कुरा पनि हेरेँ। यो भित्र पस्नु पाउँदैन थिएँ। एउटा बैठकमा सानो पर बसेर कुरा सुन्छु न भन्दा मलाई दिँदैन थियो त्यस्तो कुराहरू। अनि व्यतिथिका कुरामा आवाज उठाउँदाखेरि प्रहरीले जहाँ मलाई देख्थ्यो त्यहीँ पक्रिन्थ्यो। कतिपयमा त मुद्दा पनि चलायो, पछि साबित भएन, म आफै निर्दोष भयो साबित भएर निस्केँ। अनेक परिको दुर्व्यवहार सहेर पनि मैले एक्लै सङ्घर्ष गरेँ क्या। यो देशमा मान्छेहरू मर्दाखेरि धुरु धुरु रुएको पनि छु, तपाईँले देख्नु भएको छ होला नि। त्यति धेरै माया लाग्छ क्या मान्छेको, देशको माया लाग्नेलाई मान्छेको माया लागि नै हाल्छ हेर्नुहोस्। किनभने देश भनेको ढुङ्गा र माटो मात्रै त होइन, त्यो भूगोलभित्र बसोबास गर्ने मानिस पनि त हो। मैले देशलाई माया गर्छु भने तपाईँ मेरो विरोधी नै भए पनि मैले तपाईँलाई पनि माया गर्नुपर्छ, नत्र त्यो मेरो मिथ्याको तपाईँको भाषण मात्रै हुन्छ क्या। तपाईँ मेरो शत्रु नै हो होइन, एकदम दिनरात विरोध गर्ने मेरो खेदो खन्ने मान्छे भए पनि मैले देशलाई माया गर्छु भन्ने यदि मलाई लाग्छ भने म तपाईँको पनि शान्ति सुरक्षाको लागि